Here the image in the pond. पन्डमा इमेजलाई हेर जसरी हामी आइनामा आफ्नो तस्बिर हेर्छौँ नि प्रतिबिम्ब हेर्छौँ त्यस्तै प्रतिबिम्ब के छ त पानीमा बनेको छ तर यहाँ इन्भर्सन जुन भइरहेको छ इन्भर्टेड इमेज बनिरहेको छ यो इन्भर्सन कस्तो छ त टप बटम छ अर्थात् तलको माथि र माथिको तल देखा परिरहेको छ जबकि हामीले आइनामा हेर्दा के हुन्छ त आइनामा हेर्दा हामीले जो हेर्छौँ त्यसमा यस्तो इन्भर्सन हुँदैन त्यसमा ल्याटरल इन्भर्सन हुन्छ तर यहाँ ल्याटरल इन्भर्सनको साथसाथै के छ टप बटम इन्भर्सन पनि भइरहेको छ अर्थात् तिमीलाई पानीमा यस्तो लाग्ला कि बिल्डिङ तलतिर उल्टो छ हैन लाग्दैन त्यो माथिको चिज तल लाग्छ यस्तो किन हुन्छ भने यो रिफ्लेक्सनको कारण हुन्छ लाइटको रिफ्लेक्सनको कारण हुन्छ र लाइटको रिफ्लेक्सनमा त्यहाँ मिररमा के हुन्छ मिररको ज्योमेट्री भर्टिकल हुन्छ भने यहाँ के हो यो होरिजेन्टल पानी के हो होरिजेन्टल हो त्यसैले यहाँ टप बटम इन्भर्सन हुन्छ